साथीहरु सबैजनालाई नमस्कार। सबैजना सन्चै आराममै हुनुहुन्छ होला साथीहरु। आजको भिडियो चाहिँ एउटा न्यूज सम्बन्धी मात्रै हो, छोटो भिडियो। किनभने म एउटा के भन्दैछु भने नि विशेष गरी यो साथीहरु चाहिँ यसलाई के भन्छ भने मलेसिया भन्ने ठाउँ सबैलाई थाहा छ होला हैन साथीहरु। मलेसिया अहिले खासै राम्रो छैन मेरो विचारमा हैन। मैले देखेको, मैले गरेको, म योभन्दा अगाडि पहिला नि बसेको ठाउँ हो। हामी 4 लाख रुपैयाँ तिरेर आएको। 4 लाख रुपैयाँ तिरेर आउँदा पनि काम छैन, किनकि कमाइ एकदमै डाउन छ अहिले। सबै कम्पनी एउटै छैन, काम पनि छैन। त्यस्तै छ नि, थोरै कम्पनीमा होला। जो साथीहरु मलेसियाको लागि एप्लाई गर्दै हुनुहुन्छ, जो साथीहरु मलेसियाको लागि बुझ्दै हुनुहुन्छ, विचार पुरा आउनु होला मलेसियाको लागि। किनकि मलेसिया अहिले एकदमै खराब छ। काम पनि छैन। एक त लगानी एकदम महँगो होला अहिले है। नेपालमा मेनपावरहरु एजेन्टहरुले कतिपय साथीहरुलाई अब त्यो गरेको होला। कतिपय थोरै ठाउँको लागि मात्रै, सेक्टरको लागि मात्रै खुलेको हो मलेसिया। मलेसिया खुलेकै छैन कम्पनीको लागि। अनि यो अरु सेक्टरहरुमा चाहिँ ठाउँ त राम्रो हुन्छ, काम छैन। अहिले कम से कम 5 लाख 6 लाख रुपैयाँ ल्याउला। त्यो 5-6 लाख रुपैयाँ तिरेर यहाँ मलेसियाको ठाउँमा आउनु भन्दा बरु युरोपतिर चाहिँ एप्लाई गर्दा राम्रो हुन्छ है साथीहरु। मेरो विचारमा चाहिँ मैले सबैलाई सुझाव मात्रै हो। आउनुको लागि तयारी हुनुहुन्छ, सोच हुनुहुन्छ भने आफ्नो आफन्तहरु पनि होलान् सायद यही ठाउँको लागि। कोही साथीहरुलाई थाहा छैन भने यो भन्दा अरु देश बरु ठीक हुन्छ। यहाँ चाहिँ पैसा तिरेर एकजनालाई भनेको स्यालेरी पनि दिएको हुँदैन, कतिपय कम्पनीले दिएको छैन, बिजोग हुन्छ। सानो एउटा छोटो एउटा भिडियो सन्देशमूलक भिडियो मात्रै हो। हेरेर हजुरहरुलाई कमेन्ट गर्नु होला। साथै म भन्छु सकेसम्म नआउनु, काम छैन। हेर्नु हामी त यस्तो ठाउँमा यस्तो जंगल छ हैन, यस्तो बाटो हेर्नु, यस्तो कच्ची बाटो छ। अनि यस्तो छ हामीहरुको चाहिँ जंगल, मार्केट जान पनि एकदमै गाह्रो हुन्छ ठाउँ। साइकल भयो भने साइकल हो, बाइक त अब यो ठाउँमा चलाउन सकिँदैन लाइसेन्स बिना। अनि त्यही भएर हजुरहरु विचार गरेर आउनु होला है त। थ्यांक यू भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।